हेर्नुस् त कस्तो भएको छ डाँडा पुरै हुसुले ढाकेर सबै डाँडाहरू हुसुले पुरै ढाकेको छ। उठ्लो हेर्नुस् पानी परेर बादल लागेर पानी डाँडा हुसुले ढाकेर ल हेर्नुस् कस्तो भएको छ देख्नुभयो। ल बाटो पनि त्यस्तै छ, मान्छे धेरै हिँडेकै छैनन्। उता हेर्नु तीनटा कुकुर बिचरा एउटा भिजेर बसेको छ, भित्र बस्न दिए त हुन्थ्यो नि। त्यो पेसलको पसलमा भिजेर सुत्या छ एउटा कोठैबाट। यस्तो पानी परेको बेलामा चाहिँ एकजना कुकुरहरूलाई यसो भित्र बस्न दिने गर्नु है सबैजनाले, साथीभाइहरू। हेर्नुहोस् पानी परेर यस्तो छ। आज हेर्नुहोस् त यी परेवा कागलाई मैले खाना हालिदिएको छु पानीमा पनि छाता ओढेर। आज काठमाडौँमा एकदम आरी घोटे वर्षा भइरहेछ। कागु आउनुभयो, आओ माम खाना आओ। बिहान पनि रोटीहरू हालिदिएको, पुरी रोटीहरू हालिदिएको, किनभने पानी परे बेलामा यिनीहरूलाई पनि भोक लाग्छ, बिचरा कसले खाना दिन्छ र भनेर अहिले पनि माम हालिदिएको छु। खाना आए हेर्नुहोस्। आओ कागु। यहाँ कस्तो आरी घोटे पानी परेछ काठमाडौँमा। काठमाडौँमा मात्र होइन देशैभरि नै यस्तो आज पानी पर्ने, आरी घोटे पानी पर्ने भनेर परेको छ। हेर्नुहोस् उडानहरू सबै रद्द भएको छ। हेर्नु न कगुवा भिजी भिजी खाना आयो बिचरा। खाऊ खाऊ कगुवा खाऊ। हेर्नु न भिजी भिजी खाना आयो, लुथ्रुकै भिजेको छ बिचरो। लैजाऊ सबै लैजाऊ। घाँटीमा च्यापेर लग्यो, लुथुक्क भिजेका छन् बिचराहरू। हेर्नुहोस् त कठैबाट कसले खाना दिनु र। सबै उता लिएर गएर खान लाग्छन् बाँडेर। यिनीहरूमा कस्तो आत्मीयता हुन्छ, हालिदियो खानेकुरा हालिदियो भने बोलाएर साथीहरूलाई बोलाएर खान्छन्। हाम्रो मान्छे मात्रै हो आत्मीयता नभएको। आफूभन्दा अलिकति परिवारमा अलिकति निम्न अवस्था हुनेलाई नै हेला गर्छन् परिवारकै सदस्यहरूले। मान्छेको सबैको भने जस्तो एउटै जिन्दगी हुँदैन, कसैकोमा उतार चढाव आउँछ, तलमाथि हुन्छ। तर त्यस्तो तलमाथि भयो भनेर आफ्नो परिवारका सदस्यलाई हेला गर्नु, देखिन सक्नु, त्यस्तो परिवारमै त्यस्तो चलन छ हाम्रो नेपाली समाजमा। यस्तो चाहिँ राम्रो हुँदैन। र हेर्नुहोस् पानी परेर मेरो मोबाइलमा पानी पर्यो। हेर्नुहोस् त गाइजहरू कस्तो पानी परेको छ, आरी घोटे पानी। हाम्रो हिजो एउटा ड्र्यागन फ्रुट टिपेको, झन्डै 1 किलोको ड्र्यागन फ्रुट। यहाँ अर्को पनि यत्रो भइसक्यो, ठुलो भएको छ अर्को पनि। अब यसलाई पनि टिप्नुपर्छ। सबैजना आए हेर्नुहोस् त कागहरू खानालाई। आओ बिचराहरूलाई कसले खाना दिनु र। म अब रोटी पनि हालिदिन्छु यिनीहरूलाई। कगुवा हेर्नुहोस् काठमाडौँ उपत्यकामा कहाँ केही देखिँदैन, आरी घोटे पानी परेर उहाँ 2टा काग बसेका छन्। हेर्नुहोस् सबैजना सुरक्षित बस्नुहोस् होला। हातबाट नि हेर्नु मजारो भएको छ। मैले छाता ओढ्दै आएको छु यहाँ परेवाहरूलाई कागहरूलाई खाना दिन आएको म। गाइजहरू हेर्नुहोस् यस्तो पानी परेछ। कतै नजानु होला, काम पऱ्यो मात्रै बाहिर जानु होला, सुरक्षित बस्नु होला भन्न चाहन्छु। नेपाली यातायात चलेछ। सेतो र कालो कुकुर आयो। ल हेर्नुहोस् पानी परेर रातभरि दिनभरि 24 घन्टा भइसक्यो पानी परेको। यस्तो पानी परेर मेरो कगुवाहरू छातादेखि डढाएका मेरा कगुवाहरू खाना आए। ल हेर्नुहोस् कस्तो मुसलधार पानी परेछ। त्यहाँ 2टा बसेका छन् कागुहरू। आओ खाना आओ कागु। बिचरा लुथुक्क भएर पानीमा भिजेर बसेको छ। के हेरे हो कुनी कगुवाले। कगुवा के हेले कि। हेर्नुहोस् न कति राम्रो कगुवा गयो। हेर्नुहोस् बाटो पनि कस्तो छ हौ, पानी परेर पुरै बिजोग भएको छ। कति ठाउँमा बाढी आइसक्यो रे। खोला नालाहरूमा सतर्क हुनु होला गाइजहरू। हेर्नु हाम्रो
राखेको हाम्रो पनि बारीभरि पानी नै पानी छ। पानी ट्याङ्की पनि पानी नै पानी भएको छ। ल हेर्नुहोस्, हेर्नु कपानतिर कस्तो पानी आएको छ बादलले। ल नेपाली यातायात पनि गयो। ल हेर्नुहोस्, मेरिका ब्युटी पार्लर बन्द छ आज। सुलाएर यस्तो भएको छ। म बन्द गर्छु। आज ड्र्यागन फ्रुट टिपियो। हेर्नुहोस् त, एउटै 1 किलोको छ यो ड्र्यागन फ्रुट, यति ठुलो छ। हेर्नुहोस् ल साथीहरू, आज पानी परेको बेलामा यो ड्र्यागन फ्रुट पनि टिपियो। पाकेको छ। ल हेर्नुहोस् त कत्रो ठुलो छ, बुढे मानको 1 किलोको छ यो, झन्डै 1 किलो। ल हेर्नुहोस्, ड्र्यागन फ्रुट पनि टिप्यो आज माथि छतबाट। हेर्नुहोस् गाईगरू, ड्र्यागन फ्रुट हेर्नुहोस् त।